गुड मर्निङ साथीहरू। आज विकेन्ड यसरी सुरु भयो। मलाई थाहा छ हामी नराम्रो देखिरहेको छौँ। मलाई म र सानो उठ्यो। अब के गर्दैछ हेर्न जाने होइन सानो? दादा सानो खाना नखाइ सुतेको छ। सानोलाई खाना खुवाउने भोक पनि लाग्यो होला। दादालाई पनि गएर हेर्ने। सानोको फेरि लफडा सुरु भयो। बिहान राति पनि 2टा आइसक्रिम खाएर खाना नखाइ सुतेको। फेरि जुरो कोट्नेदेखि आइसक्रिम माग्नु थाल्यो। सायद यसलाई भोक लाग्यो होला। म यसलाई केही खुवाउँछु। काममा जानको लागि रेडी आज विकेन्डमा पनि। तर अब के गर्ने, म एक्लै 2टा केटाकेटी हेर्ने रे। सानोको लागि सुरु भइसक्यो। सानोले धर्ना दिन थालेको छ। धर्ना बसी सानो आइसक्रिमको लागि होइन सानो। अब म खाजा बनाएर खाउँछु ल। मेरो सानोको लागि सुरु भयो होइन। अब के गर्नु होस् भएर सानोको लागि ससेज माइक्रोवेभ गरेको ससेज खान्छ। अनि अब म आइसक्रिम त दिन सक्दिनँ। बिहानै उसलाई रुगाखोकी पनि लागिरहेछ। राति पनि त्यही 2टा खाना सुतेर खानु सक्न उसले होला। भोक लागेर पनि होला उरुको। अब खाजा बनाएर दिन्छु सुरुमा। अनि के गर्दैछ सुतिरहेको पुकुलाई पनि उठायो सानो माइक्रोवेभ होइन। 1 मिनट राख्ने। स्कुल काम गर्न जानु न आज छोडिदिनु। भागेर बस्नु स्कुलमा भागे जस्तो के ल नजानु ल नजाने। अनि ल अब सानोलाई आमा लोभ्याउँदै बोलाउँदैछु होइन। आउँछ यसरी आए आए तातो छ सानो 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 तातो छ यहाँ सोफामा बसेर खान्छ। सोफामा तातो ल तातो भयो ल बस 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 बस। तातो भयो यसले हातमा तातो भयो ल। सरी सानोको कुर्सी चाहिँ त्यही बल भएको छ अचेल। त्यही बलमा बस्ने अनि यसरी खाने होइन सानो। यता हेर त सानोको लागि नै त्यही कुर्सीमा जाने भयो। खेलाउनाहरू यस्तो छ। इग्नोर माई घरको हालत। किनभने यो बिहानै उठ्ने बित्तिकै हो। बिहान बिहानै 7 मात्रै बज्दैछ। हेलो जान, तपाईँहरूलाई थाहा छ मेरो बुकु त स्पेसल निड चाइल्ड हो होइन। उहाँहरूलाई उसलाई अब उठाएर ल्याएपछि फेरेर खाजा उसलाई पनि खुवाउनु पर्ने हुन्छ। आजको मेरो दिन चाहिँ बिजी हुन्छ किनभने बिमल काममा जानुहुन्छ। आफूभन्दा ठुलो बाटो पानी खान्छ होइन। स्पर्श बिहानै हुँदैन कि त्यो नहुने चिज बिहान हुन्न नै। आऊ डाइपर फेर्न हुँदैन हिँड्दैन। आऊ छिटो हेर कति चिता आऊ न जाउँ। नाइ नाइ हुँदैन बिहानै हुँदैन। यस्तरी रुनु पनि हुँदैन यार। कसले भन्छ क्या मैले भर्खर घर साफ गरेर म देखाउँछु ल। चामलको पोको निकाल्नु मेरो छोराले कसरी पोखेको छ भनेर। भगवान् किचनबाट अर्को चिज बोकेर आइसकेँ। अब भरेसम्ममै सबै किचनको भाँडा तेल सेल सबै हुन्छ। दाल पाक्नु लागिसक्यो। पुगु पनि भोक लाग्यो। पुगुको लागि साउन्डले एजुकेसन गर्न चाहिँ कान्था अरे यो खाने यो पुगु कहिले फेभरेट चक्लेट बिस्कुट ब्रेड भएको छ होइन। अब पुगुको पालो हेर्छ अनि पुगु खान्छ। ओपन पुगुलाई चाहिँ ब्रेड पनि आफै खान आउँदैन थियो। मै खुवाउँथेँ होइन। हिजो अस्तिदेखि चाहिँ म खुवाउन आफै खान दिनु ट्राई गरेर चाहिँ यसरी च्यातेर खाएर ब्रेडको चक्लेट खाएर ब्रेड चाहिँ तल फ्याँकिदिन्थ्यो। त्यही भएर मैले अहिले खाना आफै खान सिकाइरहेको छु। आम्मा गर नचेर ल आम्मा पुगु आम्मा। अनि यसरी लिएर बस्छ खाँदैन। अनि यसरी हेल्प गर्नुपर्छ। आफै खानालाई दिँदैछु। अब एक दिन फिङ्गर क्रस आफै खाला नच्याति खाला सिकाइरहेको छु होइन। चकचके अर्को जुत्ताको खोल लिएर आइसक्नु भयो। अब यसलाई के गर्नुहुन्छ मलाई थाहा छैन होइन। चकचक पनि सानो गर्नुहुन्न। हल्ला गरेर दाजुलाई रुवाउनुहुन्छ। अब एकछिन खेल्छन् म पनि खेल्छु सँगै। म चिया पनि बनाएर के खान्छु ब्रेकफास्ट अनि योसँगै बसेर खेल्छु। ल्या सानो पुगु साह्रै शान्त छ। एकदम शान्त बस्छ है। गौतम बुद्ध बसे जस्तै। त्यो धुने लुगाहरू रेडी गरिरहेको छु मैले। अब धुन लानुपर्छ। यो मस्ट मेरो चिया र ब्रेड होइन थालेको फेरि त्यस्तो। हेर्न सक्नुहुन्छ मेरो घर स्टार्ट भइसक्यो फेरि फोहोर हुने। पुगुले ब्रेड छरिसक्यो यता र उता। सानोले खेलाउन सरिसक्यो।
यस्तै छ फेरि यसलाई मिलाउने अनि फेरि उनीहरूले बिगार्छन् अनि फेरि म केही काम छ भने चाहिँ तर यस्तै काम भएर सिद्धिन्छ कि भन्दै गयो उम्रेर है सानो त सुत्यो यसलाई सुताउने कोसिस गरिरहेको छु होइन सानो यसरी सुत्यो यो तारले देखेन निदायो हो म यसलाई सुताउने कोसिस गर्छु र उठेर अघि यसलाई घरको भाँडाहरू धुने कोसिस गर्छु अहिले केही कामै छैन के गर्छौ र घर बसेर भन्ने हुन्छ है मान्छेहरूलाई त्यस्तो लाग्छ के हुन्छ है अरे त्यसै अब इभिनिङ घुम्दै घुम्दै निस्किनु लागेको बच्चाहरूलाई लिएर गइसक्नु भयो बाहिर त्यस्तो शीतल रहेछ बाहिर भित्र त कस्तो गर्मी फिल भइरहेको मलाई यस्तो जस्तो थियो यो इभिनिङ कहाँ जान्छ थाहा छैन विमलले बच्चाले लिएर गइसक्नु भयो अब हेरौँ म भेट्छु अनि सुत्छु जाने हो अगर हिँड्ने ठाउँ जस्तो अलिक शीतल हुने ठाउँतिर जाने भनेको कहाँ हुन्छ बच्चालाई पनि रमाइलो गराउनु पऱ्यो नि त होइन विकेन्ड छ घर बस्दा बस्दा बोर भइसक्यो होला विमल चाहिँ बिचबाट थाकेर आउनुभएको छ त्यही पनि अब लानै पर्छ यहाँ हुनुहुन्छ विमलहरू अब ले जाने अहिले इनर्जी ड्रिङ्क सुरु हुन्छ सानोले बाई 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 भन्दैछ कहाँ जानको लागि पुग्नु रेडी भइसकेको छ हाई सानो कहाँ जाने खुसी छन् केटाकेटीहरू ग्रेभी जाने अरे विमलले भनेको थाहा छैन किन हौ टाढै छ 23 किलोमिटर रहेछ 20 मिनटको राइड बेलुका आयो होइन केटाकेटीहरू निकाल्नु छ विमलले क्लिनु भयो अब विमलले त्यो तान्नुहुन्छ केटाकेटीलाई त्यसैमा राखेर हिँड्दैन नत्र सानो यता र उता कुद्छ राजा साहबलाई निकाल्छु दुईटै राजा हो मेरो उहाँ सुत्दा 3 जना राजा होइन बसा हेर्नु न छ होला नि त्यहाँ चाहिँ छैन यहाँ बस राख्नु त राजालाई बिचमा आइसक्यौँ यहाँनिर यस्तो राम्रो छ आज धेरै भन्छ कुकुर रुँदैछ किन हो जान्न भनेर पानी पनि नहुने पाउने नहुने राम्रो छ तर मेरो कुकुर एकदम रोयो होइन हावा चाहिँ भित्रदेखि नै लागिरहेछ हावाले गर्दा सम्झना आवाज पनि सुन्नु कस्तो होला कि मान्छेहरू कस्तो रहेछ आज परतिर यता चाहिँ अलिक हावा हेर्नु राम्रो लुक्स हो कि यो ग्रेभीको ब्युटिफुल अनि पानीको छाल पनि यस्तो राम्रो आइरहेछ आज त है कस्तो राम्रो छ यसरी आउने फुल हो है अनि यस्तै गरी पुरै फोहोर भइसक्यो फेरि सानो यहाँनिर छ होइन घर हेर्नु होला सबै के ल्याएर है त्यहाँ दिन चलिरहेछ अब सब फेरि समेट्नु पर्ने हुन्छ यिनीहरूलाई खानासाना खुवाउनु पर्ने हुन्छ सुँगुरको मासु खानुको लागि मासु पाक्दैछ यो दिनुको लागि हो फेरि नसोच्नु होला म खान्छु भनेर म त खान्न अनि सुँगुरको मासु खानलाई खुसी ह्याप्पी फेस हो यो फेरि राखेको छ फर वाचिङ आजको लागि धेरै धेरै धन्यवाद प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला म नयाँ छु एडभाइस दिनु होला कसरी बनाउने भनेर थ्याङ्क यू